झुमरलाई माथि अब राइट लेफ्ट खुट्टा झुमर माथि राइट राइट लेफ्ट झुमरलाई माथि टाइट यस्तो रक्की पार्टमा चढ्नुपर्छ हैन गाह्रो छ गाह्रो त त्यही पनि झुमरलाई माथि ओ खुट्टा त छाड्दियो र झुमरलाई माथि सारेर खुट्टालाई छाड्दियो न जहाँ भेट्यो आउने लेफ्ट राइट डोरी माथि अब झुमर माथि राइट खुट्टा के अरे लेफ्ट खुट्टा लेफ्टलाई अब हामीले खुट्टा टेक्ने ठाउँ पनि हेरिरहनुपर्छ नि त अघि नै अलिकति जताबाट आए पनि हुन्छ हो त्यतैबाट आए बिचबाटै आए पनि हुन्छ ल यसरी चढ्नुपर्छ आइल्यान्ड पिक गाइज हाम्रो नम्रता योगी खतरा छ चढ्नुलाई विदेशीहरूलाई तल छोडेको छ नेपाली भनेको नेपाली हो नि त गुड जब गुड झुमरलाई पुश वान मोर पुश अब झुमरलाई माथि पुश हात खुट्टा सबै छाडिदियो हात खुट्टा सबै सबै छोडिदियो त जिउलाई लिन ब्याक गर्न पछाडि ब्याक छोडिदियो जिउलाई पुरै ब्याक छोडिदियो पुरै ब्याक छोडिदियो बडीलाई पुरै ब्याकमा छरिदियो अलिक खुट्टा चाहिँ अलिक हो लोड दियो अब खुट्टालाई लोड नदियो है खुट्टालाई लोड दियो भने त रेस्ट गरेको मतलबै भएन खुट्टा चाहिँ फ्री छोड्नु पऱ्यो क्या हो त्यस्तो हुनु पऱ्यो 700 केजी थाम्छ है तपाईँ कति केजी छ 50 तपाईँ जस्तो चाहिँ 60 जना थाम्छ है यो डोरीले त्यही भएर 60 जना त बेसी पनि थाम्छ यो अब 2 महिना अगाडि टाँगेको यो डोरी हो अनि यसमा लगभग 1000 जना भन्दा बेसी चढिसक्यो है यो रोपमा अनि यो रोप कहिले चुरिँदैन आजको फर्स्ट माथि समिनमा पुग्ने लेडिज नै युआर पुगिसक्यो त यो माथि समिटमा पुगिसक्यो ल अब म पनि हिँडेँ है त है समिटमा पुग्यो यार आमामा